नमस्कार, मेरो नाम हिमाल राउत। आजको दिनमा हेर्ने हो भने साथीभाइबीच, आफन्तबीच र परिवारबीच सामाजिक दूरी एकदमै टाढा भएको, आत्मीयता पनि एकदमै कम भएको र भौतिक दूरी भने नजिकै रहेको। यसको मुख्य कारण भनेको इन्टरनेट, सामाजिक सञ्जाल प्रयोग गर्नु नै हो। यो समस्याको निवारण गर्नका लागि त्यो क्षेत्रमा कसरी हुन्छ योगदान दिन म चाहन्छु। विशेष गरेर यो समस्याले निम्ताएको अझ शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्तिहरूलाई अझ बढी असर पारेको देखिन्छ। यसै त यो समयमा ग्लोबल वार्मिङका कुरा, क्लाइमेट चेन्ज अनि जोखिम, विपद, प्रकोप यिनीहरूले धेरै असर पारिरहेको खण्ड छ। यही सन्दर्भमा यही समस्याहरू समाधान गर्न का निम्ति म मोटिभेट भएर म यसमा एप्लाई गर्दैछु।